आत्मीय विद्वज्जन हार्दिक स्वागत तथा नमस्कार गर्न चाहन्छु। आज पनि तपाईहरू सबैजनालाई। आज मैले एउटा नयाँ विषयवस्तु लिएर उपस्थित भएको छु। आजको विषयवस्तु रहेको छ साढे साती। साढे साती भनेको के हो, साढे सातीको प्रभावलाई कसरी घटाउन सकिन्छ भन्ने विषयमा आज हामीले चर्चा गर्नेछौँ। साढे सातीका सम्बन्धमा सम्पूर्ण कुराहरू हामीले आज बताउनेछौँ र 2082 सालमा कुन राशिलाई साढे साती रहेको छ, कुन साढे साती रहेको छ भन्ने विषयमा पनि आज हामीले चर्चा गर्नेछौँ। शनि ग्रह भनेको सबैभन्दा ढिलो चल्ने ग्रह हो। शनि ग्रहले एउटा राशि पार गर्न 2.5 वर्ष लगाउँछ। शनि जुन राशिमा बसेको हुन्छ त्योभन्दा पहिलाको राशि र त्योभन्दा पछिको राशिलाई पनि यो साढे साती लाग्ने गर्दछ। साढे साती 3 राशिमा गरेर जम्मा 7.5 वर्ष लाग्ने गर्दछ। त्यसैले यसलाई साढे साती भनिएको हो। शनि ग्रह जुन राशिमा बसेको छ त्यो राशिलाई मध्य साढे साती दशा हुने गर्दछ। त्यसै गरी जुन राशिमा शनि बसेको छ त्योभन्दा अघिको राशिलाई अन्त्य साढे साती दशा लाग्ने गर्दछ। जुन राशिमा शनि ग्रह बसेको छ त्योभन्दा पछि आउने राशिलाई आद्य साढे साती दशा लाग्ने गर्दछ। 2082 सालमा शनि ग्रह वर्षभरि नै मीन राशिमा हुने गर्दछ। त्यसैले मीन राशिलाई मध्य साढे साती रहेको छ, कुम्भ राशिलाई अन्त्य साढे साती रहेको छ र मेष राशिलाई आद्य साढे साती दशा रहेको छ। यो 2082 सालमा। आत्मीय विद्वज्जन 2082 सालमा कुन राशिलाई कुन खालका साढे साती लाग्ने गर्दछ त्यसबारेमा जानकारी लिगिसकेका छौँ। अब हामी साढे साती दशाको प्रभावलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरौँ। साढे सातीको उपाय। हरेक शनिबार बिहान पिपलमा जल चढाउनाले शनि ग्रहको जुन साढे साती प्रभाव छ त्यसलाई कम गर्न सकिन्छ। पिपलमा जल चढाउँदा यो मन्त्र उच्चारण गर्न जरुरी हुन्छ। मूलतो ब्रह्मरूपाय मध्यतो विष्णुरूपिणे अग्रतः शिवरूपाय अस्वस्थाय नमो नमः। तपाईलाई जुनसुकै खालको साढे साती दशा लागेको भए पनि यो मन्त्रद्वारा तपाईले पिपलमा जल चढाउनु भयो भने त्यसको नकारात्मक प्रभाव कम हुन्छ। अब अर्को उपाय रहेको छ शनि स्तोत्रम। यसले पनि साढे साती दशाको नकारात्मक प्रभावलाई कम गरेर हामीलाई सहज रूपमा जीवन बाँच्नका लागि सहयोग गर्दछ। नमस्ते कोण संस्थाय पिङ्गलाय नमोस्तुते, नमस्ते विभुरूपाय कृष्णाय च नमोस्तुते, नमस्ते रौद्रदेहाय नमस्ते चान्तकाय च, नमस्ते यमसंज्ञाय नमस्ते सौरये विभो, नमस्ते मन्दसंज्ञाय शनैश्चर नमोस्तुते, प्रसादम कुरु देवेश दिनस्य प्रणतस्य च। आत्मीय विद्वज्जन आजको भिडियो तपाईलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। भिडियोलाई लाइक र सेयर गर्न पनि नभुल्नुहोला र यो च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। ज्योतिष शास्त्र सम्बन्धी यस्तै विषयवस्तुहरू लिएर म उपस्थित हुने नै छु। आजका लागि यति नै। धन्यवाद।